नमो तस्सा भगवतो अरहतो सम्मा सम्बुद्दस्सा। श्रद्धावान धर्मप्रेमी उपासक उपासिकाहरू, भगवान बुद्धले बरोबर आज्ञा गर्नुहुन्छ, पवतदीपतुल्याय सायुशान्ततियाख्यं परोपमाय सम्पसं भावय मरणसति। अर्थात् हाम्रो जीवन भनेको पवात दीप तुल्याय हावाको बीचमा रहेको बत्ती जस्तै हो। जुनै बेला पनि कुनै एक दिशाबाट अलिकति हावा आउनासाथ त्यो बत्ती निभेर जान्छ। त्यसरी नै हाम्रो जीवन पनि जुनै बेलामा पनि समाप्त हुन सक्छ। जीवनको कुनै निश्चितता छैन। मानिसहरू, प्राणीहरू बस्दा बस्दै पनि मृत्यु हुन सक्छ, उठ्दा उठ्दै पनि मृत्यु हुन सक्छ, हिँड्दा हिँड्दै पनि मृत्यु हुन सक्छ, सुत्दा सुत्दै पनि मृत्यु हुन सक्छ। अडुवं मे जीवितं, हामी बाँच्ने अनिश्चित छ। दोवं मे मरणं, तर मर्नु अवश्यम्भावी छ। यहाँ जन्मेपछि सबैको मृत्यु पछि पछि लागेको हुन्छ। उत्पत्तिसँगै विनाश सँगसँगै आएको हुन्छ। जन्मेपछि नमर्ने मानिस यो संसारमा कोही पनि छैनन्। यो संसारमा कोही पनि यस्ता प्राणीहरू छैनन् जो अजर छ, अमर छ, ध्रुव छ, नित्य छ, शाश्वत छ। संसारमा सबै प्राणीहरू मर्नै पर्छ। त्यसैले त भगवान बुद्ध भन्नुहुन्छ, पुत्तामत्ति धनमत्ति इति बालो विहन्यति, अत्ता हि अत्तनो नत्ति, कुतो पुत्ता कुतो धनम्। अर्थात् मसँग सन्तानहरू छन्, मसँग धन सम्पत्ति छन् भनेर मूर्खहरू मात्र अहङ्कारी अभिमानी हुन्छन्। वास्तवमा आफ्नो शरीर त आफूले भने जस्तो छैन भने आफ्नो त्यो सन्तान कसरी आफूले भने जस्तो होला, अनि आफ्नो धन सम्पत्ति कसरी आफूले भने जस्तो होला। वास्तवमा भगवान बुद्धले जीवन अनित्य कि निरन्तर परिवर्तनसँगै मर्नुपर्ने यस्तो कुरालाई जानेर बुझेर मर्नुपर्छ भन्ने भावना गर, यो भगवान बुद्धको उपदेश हो। कमसे कम मर्नुपर्छ भन्ने कुरा बुझ्न सक्यो, जान्न सक्यो, सम्झिन सक्यो भने कमसे कम नराम्रो काम कुरा गर्नबाट, नराम्रो बोली वचन बोल्नबाट अनि नराम्रो विचार गर्नेबाट पनि अलग रहन सक्छौँ। र कुनै बेलामा हाम्रा आफन्तहरू, धेरै नजिकका कोही व्यक्तिहरू मरे पनि, मृत्यु भए पनि आफ्नो मनलाई नियन्त्रण गर्न सक्छौँ, संयमित गर्न सक्छौँ। नत्र त त्यही त हो नि, आफन्तहरू, आफ्ना प्रियहरूको बिछोडमा मानिसहरू कसरीसम्म आफूलाई दुखित र शोकित बनाउँछन्, कसरी आफ्नो जीवनलाई व्यर्थमा फालिराख्छन्। त्यसैले अनित्य भावना गर्नुपर्छ। अनित्य भावना गर्ने मानिसलाई कोही आफन्तहरू, कोही प्रिय व्यक्तिहरू मरे पनि त्यति धेरै शोक हुँदैन, त्यति धेरै दुःख हुँदैन। एउटा कथा प्रस्तुत गरौँ। पहिला पहिला एउटा परिवार थियो। त्यो परिवारमा आमा, बाबु, छोरा, छोरी र एकजना बुहारी गरेर 5 जना मानिसहरू थिए र एकजना काम गर्ने महिला पनि थिइन्। यसरी 6 जना। र त्यो घरको मूली जो बाबु चाहिँ हो, उसले सधैँ परिवारलाई भनिरहन्थे, हेर जीवन अनित्य छ, सबै छोडेर हामी एक दिन मर्नुपर्छ। मर्ने बेलामा न आफ्नो परिवार न धन सम्पत्ति केही पनि लिएर जान पाउँदैन, सबै छोडेर जानुपर्छ। त्यसैले राम्रो काम गर,
पुण्य गर, दान शील भावना पालन गर। यहीले हाम्रो जीवन राम्रो बनाउँछ, परलोक जीवन पनि राम्रो बनाउँछ। यसरी उपदेश दिइरहँदा र परिवारले त्यो उपदेश सुनिरहँदा सबै मानिसहरू बडो सजग र सचेत थिए। ओहो, जीवन अनित्य छ, हामी मर्नुपर्छ, मरेर केही लाउन पाउँदैन। राम्रो गर्यो भने त्यही मात्र लिएर जान पाउँछ। त्यही सोचेर उनीहरू मर्नुपर्छ भन्ने कुरा जानेर राम्रो काम गर्नमा बडो उत्साहित भइरहे। एक दिन के भयो, बाबु र छोरा खेतमा काम गरिरहेका थिए र छोरा चाहिँले त्यहाँ खेतको झारहरू एक ठाउँमा बटुलेर आगो लगाउँछु भनेर झारहरू बटुल्दै थिए। यतिकैमा झार भनेर समातेको सर्पलाई समातेछ। सर्पले छोरा चाहिँलाई टोकिहाल्यो। यता बाबुले किन छोरा कराउँछ भनेर यसो हेर्दा छोरा चाहिँ त्यही मुखबाट फिँज निकाल्दै प्राण त्याग गरिसकेको हुन्छ। यस्तो बेलामा आफ्नो जवान र भर्खर विवाह गरेको आफ्नो छोरा मर्दा पनि आफूलाई दुखित र शोकित नबनाई बरु सम्झिराख्यो। ओहो, जसरी भर्खरैसम्म यति राम्रो बलियो मेरो छोरा थियो, तर एकछिनमै प्राण त्याग गरेपछि केही काम नलाग्ने बनेछ। मेरो शरीर पनि यसरी नै एक दिन नाश हुनेछ। एक दिन हामी सबै यसरी नै मर्नुपर्छ। यही कुरा जानेर एक ठाउँमा लासलाई राख्यो र आफ्नो घरमा खबर पठायो। घरका सबै मानिसहरू जसरी खबर पठाएको त्यसरी नै शुद्ध वस्त्र लगाएर हातमा धूप दीप लिएर खेतमा आउँछन्, त छोरा चाहिँ मरिराखेको। यस्तो बेलामा त्यहाँ कोही पनि रोएर कराएर शोक गरेर बसेनन्। सबैले सम्झिराख्यो, ओहो, अघि बिहानसम्म राम्रो बलियो मेरो छोरा, मेरो दाई, मेरो लोग्ने, मेरो मालिक अहिले मरेको छ, अहिले केही काम नलाग्ने भइसकेको छ। ओहो, जसरी मेरो छोरा मरेको छ म पनि यसरी मर्नुपर्छ। यसरी सम्झेर सबैले खोलाको छेउमा जुन गर्नुपर्ने दाह संस्कार हो त्यो गरिरह्यो। त्यहाँबाट एकजना मान्छे हिँडिरहेको थियो। त्यो मान्छेले देख्छ, हेर्दा लास चलाइराखेको, तर त्यहाँ कुनै रुवावासी छैनन्। अचम्म लाग्यो र गएर सोध्न गयो, तपाईहरू के गरिराख्नु भएको? बाबु चाहिँले भन्छ, हो, मेरो छोरा मरेको छ, त्यही लासलाई जलाइराखेको। त अचम्म हुन्छ, ओहो, छोरा मरेको, छोराको लासलाई जलाइराखेको, के तपाईँलाई माया लाग्दैन, दुःख लाग्दैन, शोक हुँदैन? के तपाईँको ज्यादै मन नपर्ने बदमास छोरा मरेको छ? त बाबु चाहिँले भन्छ, होइन होइन, मेरो छोरा त साह्रै ज्ञानी थियो, त्यस्तो कुनै बदमास थिएन, अनि मेरो छोराको माया पनि नलागेको होइन। त्यो मान्छेले सोध्छ, त्यसो भए तपाईँ किन नरुनु भएको, किन रुन मन नलागेको? बाबु चाहिँले भन्छ, हेर, जसरी समय भएपछि सर्पले आफ्नो काँचुली फेर्ने हो, त्यसरी नै समय भएपछि मानिस पनि मर्नुपर्छ। यो शरीर त्यागेर अर्कै ठाउँमा जन्म लिन जान्छ। फेरि म रोयो भनेर मेरो छोरालाई न त थाहै हुन्छ, न त मेरो छोरा आएर बुबा नरुनुस् भन्न नै आउने हो। जसरी उसको गति हो त्यही अनुसार गइसक्यो भने रोएर के, शोक गरेर के? त्यो मान्छेले फेरि आमा चाहिँले सोध्छ, तपाईँको को? मेरो छोरा। ओहो, केटा मान्छे भनेको त अलिकति कठोर हुन सक्छ, तर तपाईँ त आमा आफ्नो कोखमा राखेर जन्माएको, के तपाईँले आफ्नो छोराको माया लाग्दैन? त त्यो बेलामा आमा चाहिँले पनि भन्छ, हेर्नुहोस्, जसरी मेरो छोरा मेरो पेटमा बस्न आउँदा आमा म आएँ है भनेन, र जाने बेलामा पनि आमा म जान्छु है भनेन। जसरी आएको त्यसरी नै गयो भने रोएर के, शोक गरेर के? फेरि
बहिनी चाहिँलाई सोध्छ र बहिनी चाहिँले पनि त्यही भन्छ, हेर्नुहोस् जसरी एउटा माटोको भाँडो फुटाइसकेपछि त्यसरी नै जोड्न सक्दैन, त्यसरी नै मरिसकेको मान्छेको नाममा जति रोए पनि न त फर्केर आउने हो न त केही उपकार नै हुने हो। जसरी आएको त्यसरी गइसक्यो भने रोएर के, शोक गरेर के। स्वास्नी चाहिँलाई पनि सोध्छ अनि उसले पनि भन्छ, हेर्नुहोस् जसरी पूर्णिमाको दिनमा आकाशमा चन्द्रमा देखेर एकजना नाबालक बच्चा रुन्छ, मलाई त्यो चन्द्रमा चाहियो, चन्द्रमा चाहियो। तर ऊ जति सुकै रोए पनि त्यो चन्द्रमा प्राप्त गर्न सक्दैन। त्यसरी नै मरेको व्यक्तिको नाममा जति सुकै रोए पनि त्यो फेरि फर्केर आउँदैन। फेरि रोयो भने न मरेको मान्छेलाई केही उपकार हुने हो न त उसले सुनेर नरो भन्न आउने नै हो। जसरी उसको गति हो त्यसरी नै गइसक्यो भने रोएर के, शोक गरेर के। यसरी सबै मानिसहरूलाई सोधिसकेपछि त्यो मान्छे अचम्म हुन्छ, ओहो आजको समयमा पनि यसरी मर्नुपर्छ भन्ने कुरा बलियो गरी सम्झिने मानिसहरू रहेछन्। ऊ सरासर आफ्नो बाटो लाग्छ। यसरी मर्नुपर्छ भन्ने कुरा स्मरण गरिराख्न सक्यो भने हाम्रो जीवनमा यसरी आइरहने प्रिय बिछोड वा आफन्तहरूको मृत्युमा आफ्नो मनलाई संयमित बनाउन सक्छ, नियन्त्रित गर्न सक्छ, झन् त्यसबाट शिक्षा प्राप्त गरेर राम्रो कुशल धर्म कार्यमा अघि बढ्न सक्छ र यसरी नै अघि बढ्न सकुन्। सबैलाई सुखी होस्, निरोगी होस्, जय होस्। भवतु सर्वमङ्गलम्।